हामी चाहिँ आज घरबाट निस्केर ओट फेस्टिभल हो आज होटल जाँदै हो अनरसँग होटलको बोससँग इलिजा होटल जाँदै हो हामी अन द वे इलिजा होटल पनि आइपुग्यो। यो चाहिँ हाम्रो बोसको 50% उनीहरूको 50 चाहिँ सेयर होल्डरमा। आज फेस्टिभलको कारणले हामी चाहिँ यो होटल आएको। म चाहिँ फर्स्ट टाइम हो यो होटलमा। आज अरू होटलमा चाहिँ गइरहेको हुन्छ, यो होटल चाहिँ फर्स्ट टाइम हो। वेलकमको लागि ढोकामा बसिरहेको छ। इन्ट्री गेट कति राम्रो छ, डेकोरेसन, गमलामा फुल पनि कति राम्रो डेकोरेसन गरेको छ। यहाँ उनीहरू चाहिँ गफ गर्दैछ। बिटे मेरो बोसको फोटो अनि उसले चाहिँ ज्वेलर हेरिरहेछ। बसले चाहिँ ज्वेलर हेर्दैछ। यहाँ ज्वेलर मन पर्यो भन्दैछ। यो ज्वेलरको पार्ट यता चाहिँ लोभी बा सपना पनि ड्युटीमा रहेछ। ऊ आएको पनि 8 इयर्स भयो अरे यहाँ। आज ओट फेस्टिभल भनेको चाहिँ यो खानेकुराहरूको हरियो पातको फेस्टिभलले आज यहाँ चाहिँ यहाँनिर कति राम्रो छ भ्यू। अनि हामीले चाहिँ टीसँग कफीसँग समस्त खाएँ। अनि त्यसपछि ओट फेस्टिभलको मिनिङ चाहिँ यही हो आजको। अनि कफी खाएँ, सम बिस्किट विथ कफी। त्यसपछि यतातिरको हरियाली देखेर नि कति मन खुसी भयो मेरो। आनन्द। अनि आई हेभ सम स्नेक। अनि त्यसपछि हामीसँग नर्स पनि थियो। नर्सलाई चाहिँ यो चाहिँ मेरो बोसको होटल हो, उनले यहाँ छोड्यो नर्सलाई चाहिँ। अनि त्यसपछि म चाहिँ अन द वे घर जाँदै हो। यसरी नै बित्यो मेरो आजको गुड डे। हेभ अ गुड डे।